साथीहरु स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भ्लगमा र आज चाहिँ हामी माछा मारेर आएका छौं। यो खोलाको नाम के हो भान्जा? बोर्डले भोर्ले खोलामा आएर यहाँ गंगडा पक्रिँदा रहेछ। लटीले त माथि बान्दाले छिराइदियो घाटीमा। ल ओइ त्यहाँनिर नि ढाड रह्यो है। खतरा हुन्छ नि मा उ यता आयो त हैन कि भएन यो लौडा लसुन म समातौ त्यसलाई समातौ म समात्छु के ए तिमीहरु त्यस्तो लौराले गर्ने भन्दा त म त समातिदिन्छु भान्जा। ल खै समात त मलाई चप्प हात तानेर लत्त तानेर न हात हालेर उ त्यहाँनिर छ क्या गङ्गोडो साथीहरु उ त्यहाँनिर छ। यहाँ ओइ रणबिर छोरा माथिमा जान म चाहिँ समात न ओइ म समातिदिउ आए 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 कहाँनिर हो त्यहाँ भित्र छ छोरी पनि एकछिन त मामा हर्छ यिनीहरूले भगाइदियो के हो माछी नि खोइ झन् उता गयो कहाँ पो पुग्यो त्यहाँ नछिर्न मोजीले धमिलो बनाइसकेको फेरि कचारो एउटा गङ्गोडा समानलाई बाटो यता र उता गरेर धमिलो बनाइदिइहाल्यो। मैले यता ल्याउनलाई थिएँ कि त्यसलाई तिमीहरू खोइ तल जाउँ यसलाई समात्ने हो नि यसलाई समात्नु भने हाम्रो कहाँ है अनि पोली खान मजा आउँछ। भइहाल्छ यसको आज उसो रहेनछ कि दिन रहेनछ बोतल लिएर न जान त बोतल बगिसक्यो कि पानी परेको थियो है अनि उसको बोतल बग्दैन कहाँनिर त खोइ त मा उयो हो उता पुगिसकेको थियो चिक्ने लौडा यहाँबाट लम्मा हात हालेर लत्त तानेर उ त्यहाँ मिल्काइदियो है त्यसले च्याप्दैन म समात्छु भने त तिमीहरू ल तपाईँ समान्नु नि त लु अब दिए छैन अब कहाँ गाइस यहाँनिर हेर्नु न है यसरी है गङ्गडा मार्न लाग्यो घरि यता घरि उता गर्दा गर्दा धमिलो भइसकेको छ यहाँनिर माछा चाहिँ यहाँ दामी दामी छ फेरि भ्याउटा ल झर्दिन पानी झन् अहिले पज गरिदिउँ न है अच्छा पज साथीहरु यो चाहिँ झरना है कत्रो ठुलो झरना रहेछ पहिरो भिर यहाँनिर माछा छैन ल त अलि माछा हाँडो उक्लेर जाने अनि तल गोद्दिने यस्तो भिर उक्लेर जानुपर्छ। केडाहरू नि आउँदैछ केडा जङ्गल सफारी गर्दैछौँ हामी होइन ल गाइस हामी चाहिँ जङ्गल सफारी गर्दैछौँ अहिले होइन टक्क लाएर होइन यता फेरि मेरो भाइ पनि छ अनि यता तल फेरि मेरो मामा पनि छ टक्क लाएर आज चाहिँ होइन यसो घुमिदिउँ न भनेर जङ्गलतिर सफारी हान्नलाई हिँडेको होइन तर बाटै रहेनछ क्या कस्तो यस्तो दामी ठाउँ छ क्या यहाँ तलबडी होइन यहाँ तलबडी यस्तो दामी ठाउँ छ क्या होइन अहिले म तल गएपछि देखाइदिन्छु तपाईँहरूलाई होइन माकुरी डेन्जर ठाउँ छ क्या डेन्जर ठाउँ छ भने चिक्ना बब्बाल छ भने तर यस्तो सल्लाहको फेरि यो सल्लाहको घाँसमा चिप्ल्यो भने फेरि एकैचोटि तल हो फेरि वान मिस गेम फिनिस माकुरी छैन म मेरो चप्पल भाइ चप्पलै छिर्दिरहेको रहेछ भने कहाँ गइदिरहेको चप्पल पनि यस्तो भइदिरह ल आइट लगाइ छैन टक्क गीत बजाउँदै हिँडिरहेको छु क्या म त फेरि बबाल हो नि त फेरि बबाल
हजुर खतरा ठाउँ छ क्या हो डेन्जर हो बिस्तारै हिँड्यो भाइ एकैचोटि तल पुग्ला यार माछी है डेन्जर ठाउँ छ भने तल पुगेछ त ऊ यस्तो बबाल ठाउँ छ तल बबाल ठाउँ छ पुरै रिक्स लिएर हिँडिरहेको छु माटो तपाईँहरू चाहिँ यसरी नहिँड्नु है फेरि गाह्रो पो छ त पक्कडमा हेर यहाँबाट तल झऱ्यो भने त आम्बो आमा भन्न नि पाउँदैन यहाँ त फेरि दामी छ क्या हो मिठो झर्ना भइसक्यो होइन पहिला यहाँ डर लागेको थियो क्या यो जङ्गलमा अस्ति यहीँ त होला नि है मामा है अस्ति डर लाग्यो यो जङ्गल होइन यही जङ्गल हो क्या अस्ति डर लागेको बब्बा लागेको थियो भने यो जङ्गलमा मामा झर्ना रहेछ क्या यहाँ तलबडी ठ्याक्क उनीनिर है मैले हात देखा ठाउँनिर त्यहाँनिर अहिले तल पुगेपछि देखाइदिन्छु कि यस्तो दामी छ कि यस्तो दामी छ होइन माम पाहा ओइ रनमती म त झन् झरेको तल एकछिन है त गाइज भर्खरै गाइज यार कालिज उड्दिरहेको रहेछ भने क्या शीतलले क्या यहाँ तलबाट भने कस्तो उड्दिरह क्या बाटै भेटेन क्या तल गइदिउँ भनेको बाटै भेटेन भने बाटै भेटेन क्या बाख्रा होइन बाघ चाहिँ हिँडे जस्तो लाग्यो मलाई त यो बाटोमा त है मामा ल है गाइज होइन तपाईँहरू पनि जेम्सेको फ्यान छ भने टक्क लाएर जेम्सलाई टक्क लाएर होइन म पनि फेरि खत्रै हो फेरि जेम्सेको फ्यान त त्यही भएर होइन जेम्सेको गीत सुन्दै हिँडिरहेको छु सरी ओ सरी तिमी नै हो मेरो परी भन्ने होइन कोही माखुरी सरी ओ सरी तिमी नै हो कसरी कस्तो गालामा हाने फ्ल्याट लाँदा लगाएछ होइन हामीले चाहिँ अब बाटो भेटाउन लागिसक्यो ओइ बिस्तारै हिँडे बिस्तारै हिँडे अहिले चाहिँ हामी ठ्याक्क लाएर होइन ऊ यहाँ पारिबाट अहिले हामी यहाँ आइसक्यो कि यहाँ यता आइपुगिसक्यो टक्क लाएर होइन यस्तो छ क्या दामी छ भने भ्यू चाहिँ फेरि मिठो छ मिठो पानी पर्ला जस्तो छ है केटा पानी पर्ला जस्तो छ भने माकुरी गुडुङ 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 गर्छ त यहाँ चट्याङ पो हान्नु खोज्छ त तर केही छैन होइन तर मोबाइल चाहिँ मामा कहाँ राख्ने भएछ नि त अनि फेरि मोबाइल त भिज्छ नि गुफा ओके बबाल गुफा छ अरे ल कोही यस्तो रिक्स लिएर हिँड्दा छ कि हामी तिनजना यहाँनिर त्यो पनि होइन हल्का फुल्का यसो गङ्गाटा सङ्गाटा भेट्छ कि होइन टक्क लाएर आज यसो बाहिर हिँड्यौँ न भनेर सबैजना टक्क लाएर हिँडेको है यसरी हिँड्दा छु गाह्रो छ गेडा हो गाह्रो ल खोला आइपुग्यो अरे ल या कस्तो जोडले लगाइदिरहेको क्या आँखामा प्लाट चलाएर फेरि यो कपाल चाहिँ मेरो यस्तै हो है केटा हो फेरि भर्खरै अघि उता माथि एउटा उडेको होइन बब्बाल उड्दिरहेन कालिस त गुलेली रन बन्ने रहेछ म चाहिँ यार माकुरी छ्या हेर्न फेरि चप्पलै यस्तो भइदिरहेको क्या ल झन्डै न लडिदिरह भने चप्पल केटा हो चप्पल यस्तो भयो मेरो खुट्टा यस्तो भयो यार या घाउमा लाग्यो यार यो चप्पल यस्तै हुन्छ कि यो मलाई लाउनै मन लाग्दैन चप्पलले यार अहिले चप्पलले गर्दा कहाँ लड्छ थाहा नै हुँदैन अहिले यसो गइदिउँ न भनेर मात्र हो नि त मामा रमाइलो पनि हुन्छ टक्क लाएर भनेर हो नि त यसो तर दामी रहेछ नि है ठाउँ चाहिँ यहाँ कालिज बसेको रहेछ नि कालिज बस्ने ठाउँ हेर है यहाँनिर
यसरी बस्छ क्या यहाँनिर कालिस बसेको रहेछ नि यहीँबाट त उड्यो होला नि अघि यसको बास यही होला है र उता झुन्डी दामी भिडियो गर्नु कहाँ यहाँ हाम्रो भाइ झुन्डिँदै छ है त्यहाँनिर हेर्नुहोस् है ल है ऊ झुन्ड्यो झुन्ड्यो मङ्की आयो अरे आज हट क्या मजा आउने यार ओइ माकुरी मैले त समात्दैन झन्डै न टाउकोमा लाग्दिरहन मेरो त झर्ना त ऊ माथि हो नि है मामा तर मिठो छ नि त फेरि तर झर्ना नि के झर्ना त झर्ना नै हो हुन चाहिँ तर होइन हल्का खास चाहिँ कोही आउँदैन क्या यो ठाउँमा यहाँ मान्छेहरू आउँदैन नि त फेरि यो ठाउँ ल यो ठाउँमा होइन डेन्जर छ क्या डेन्जर छ यो ठाउँमा होइन यो ठाउँमा प्रायः जस्तो बाघ चितुवा भालु हिँड्ने ठाउँ हो क्या यो यस्तो ठाउँ छ कि यस्तो डेन्जर ठाउँ छ कि अहिले हेर न होइन अहिले माटो नि के पो देख्छ तर होइन आँखाले मात्र त देख्ने हो नि देख्नु त लडतिर रहेछ क्या भाइ त ल त्यहाँनिर म चाहिँ यहाँबाट झर्दैछु है ओइ मा कहाँ ओइ झर्नै न समातिरहन मैले त ल झर्दिएको ल यसरी ओ यसरी झर्दिएको ल म चाहिँ ऊ यसरी झर्दिएको ल भनेको ओइ सिस्नु सिस्नु छ त मामालाई पोलेर रहेनछ सिस्नुले तपाईँलाई पोलाएन सिस्नु के यस्तो सिस्नु छ भने ल यहाँनिर क्या होइन म चाहिँ टक्क लाएर पहिला होइन लुगा यसरी तल झार्नु पऱ्यो नत्र त सिस्नुले झ्याप्पै पोल्छ क्या फेरि नत्र त डाबर उठाइदिन्छ नि फेरि खत्रै ल गाइस हामी चाहिँ अहिले चाहिँ टक्क लाएर तल आइपुगिसक्यो होइन यहाँ खोलामा आइपुगिसक्यो अब चाहिँ हामी यहाँबाट टक्क माथि बिस्तारै माथि लाग्छौँ अनि त्यहाँबाट टक्क लाएर गङ्गाटा हेर्दै माछा हेर्दै गइन्छ हामी माथि तर माछा चाहिँ फेरि माछा चाहिँ दामी छ क्या यहाँनिर यहाँनिर के असलै छ भने सबै हेर पुरै माछै पुरै असलै छ क्या त्यहाँनिर होइन त्यहाँनिर यो यस्तो दामी ठाउँ छ क्या ल पुरै बब्बाल ठाउँ छ क्या बब्बाल ठाउँ हो भने यो एकदम बब्बाल ठाउँ छ क्या तर कसम क्या होइन मेरो मोबाइलमा पनि होइन के भन्छ माइक नबिग्रेको भयो यस्तो दामी भिडियो बनाउँथेँ क्या मेरो यस्तो दामी भिडियो आउँथ्यो क्या होइन त्यसमा होइन तर क्वालिटी चाहिँ त्यति क्लियर देखाउँदैन होइन हल्का ब्लर देखाइदिन्छ तर मिठो आउँछ क्या फेरि भिडियो ओइ रन्डी ओइ माछिनी मुखबाट फेरि यार रन्डी र माछिनी भन्नु भाइ के आउँदैन फेरि ओइ तन्न ओइ माछाले तान्ने माछाले छिटो ओइ तान्नु ओइ मेरो कुरा समात झन्डै त लडिरहेछ भने तल ए ल है एकदम बबाल ठाउँ छ है यो चाहिँ बब्बाल ठाउँ आइपुग्यो एकछिन है त केटा हो अहिले एकछिनमा भेटौँला फेरि है त है गाइस माछा छ क्या यो ठाउँमा होइन माछा नभएको कुनै ठाउँमा छैन क्या होइन यहाँ त हजुर झर्नै छैन क्या बबाल छ क्या बबाल गाडाङ गुडुङ गरेर एकदम बबाल बबाल छ भने बबाल छ के झर्ना हो कि के भन्नु के अघि हामी वहाँ माथिबाट चाहिँ नझऱ्यो कि त्यहाँबाट झऱ्यो भने होइन थाहा नै हुँदैन के कतिखेर के हुन्छ के हुँदैन भनेर होइन लड्यो भने त लड्यो नि फेरि घरमा कसरी जानु भरे फेरि सिद्धाउँछ त फेरि हजुरआमा र हजुरबाउले त फेरि एकदम बबाल ठाउँ छ क्या तर मिठो तर यो ठाउँमा है कोही नआउने क्या यो ठाउँमा माछा मार्न कोही नआउँदैन नि
है मामा रिक्स लिएर कोही पनि आउँदैन नि है ओइ मलाई रोक न मलाई त छोडेर गइदिएर केटाहरूले ल भन्नु के भन्नु अब ओ सरी हानी हो पानी पर्न लाग्यो केटा पानी पर्न लाग्यो भने यो ठाउँमा अब एकछिन है त केटा हो केटा अब फोटो पनि खिचिङ पऱ्यो अब यस्तो लगाएर टक्क लगाएर है त पनि निकाल्छ भिडियो बनाउँछु यस्तो बनाउँछु अनि एक यता वाह भाइ यता फर्किनु बनाइदिउँ बनाना कर गरे भाइ कर पानी पनि पर्नलाई लाएको जस्तो छ केटा हो होइन गाइज आज चाहिँ हामी भोरले खोला भन्ने ठाउँमा माछा मार्न आएको हौ तर माछा मार्नु भन्दा पनि यहाँ हामी ठाउँ हेर्न आएको भइरहेछ है साथीहरू पानी परेर टेन्सन है यता हाम्रो भान्जा स्वैँका स्वयं अगाडि हिँड्दैछ अघि भ्लग बनाउने व्यक्तित्व उहाँ हो है हाम्रो यहाँ भान्जा नै छ दुईजनै भान्जा अनि म माछा मार्न आएको यहाँनिर छ नि तर माछा चाहिँ अलिक पाइरहेको छैन क्या अन्त कत्रो पहिरो यो आम्मा ठुलो छ यार पहिरो खतरा छ यहाँ जामा हातले डलाइराख्यो मलाई अर्को चल जाउँ न हौ भान्जाहरू गाडाङ गुडुङ गर्न थाल्यो यार पुरै नुहाउन मिल्ने खालको छाँगो छ यहाँ यो चाहिँ खरे होला है ठाडो खोला भन्छ यसलाई त्यही भएर यहाँ चाहिँ त्यस्तो पौडी खेल्ने डुवाहरू छैन स्याडो ओलेर जान्ला अब म पुगा तल पुगेपछि भिडियो कन्टिन्यू गर्छु खुट्टा सुन्ने हो केटा हो यार माथिबाट लडेर यत्रो बनाइदियो त्यहाँ माथिबाट ओर्लिने क्रममा खोइ साँच्ची हो यत्रो खोल नि त ओइ ओ त ढुङ्गा नि बेसी त्यो ठुलो त्यहाँ दिनु ओ यहाँ के पाक्यो भनेको कस्तो दुख्यो सुन्ने नि त यार खै ल्याउ न भने यहाँ ल्याउ न असल गड्यो होला यो
होइन गौँडे होला लाउनु मामा तपाईँ हेरेर लाउनु ल एउटा चौचो खाइदिउँ खानु न त नि अनि त्यसपछि पुरै अन्धकार भएर घाम चाहिँ लागेको छैन घाम लागेको गाई छैन चौचो खाइरह म त ल्याउनु यहाँ चौचो यहाँभित्र चौचो खाँदै हो चौचो भित्र चाहिँ गङ्गडो है हो क्या मनोज भन्छ चिलिम हुन्छ नि फेरि मेरो मोबाइल पुरै माछा मार्ने कार्यक्रम भइरहेछ है साथीहरू अब चाहिँ हामी माछा मार्न आएको माछा त्यति राम्रोसँग पनि भेटाइएन गङ्गडो मार्दैछन् यिनीहरू एक प्लास्टिक भइसक्यो चौचोको एक प्लास्टिक बनायो भनेर देखाउँदैछन् हाम्रो यो भान्जाले र हामी चाहिँ यस्तो जङ्गलको बिचमा छौँ घाम लागेको छैन अहिले चाहिँ कति बज्यो भन्दाखेरि ठ्याक्कै 12:49 गयो होइन यानि कि 1 बज्न लाग्यो ल ठिक छ ए हो खरे खोलामा आएको